र दम छ भने म भन्छु है, हर्क साम्पाङलाई 15 जना मिलेर पछारेर के गर्ने? सिंगल त छुनै नसक्ने रहेछ त। त्यो विदेशी हैन एजेन्टले दिएको पैसा त्यो सिनोको टुक्रा हो, त्यसमा रमाउने मान्छे झिँगा हो। त्यो झिँगा वर्गका मान्छेहरू बाहेक अरू मान्छेहरूले मेरो समर्थन गर्ने हो। हामी आफै काम गरेर खान्छु भन्ने जागरण ल्याउनुपर्छ। परिवर्तन भनेको तपाईले मलाई हैन एक झोला परिवर्तन लिएर दिने, गिफ्टमा आउने भन्ने कुरा होइन। परिवर्तन भनेको यहाँबाट आउँछ है। जब यहाँनिर नेपाल रहन्छ नि अनि मात्रै यहाँनिर परिवर्तन आउँछ। फेरि यहाँ देश अनि यहाँ परिवर्तनको सोच आइसकेपछि बल्ल परिवर्तन। मेरो शरीर प्रकृति, सोचाइ संस्कृति हेर्नु न भाइ। अब मैले मेरो जीवनलाई सहज गर्न बनाउनका लागि प्रकृति र संस्कृति जोगाउँदै मेरो जीवनलाई सहज गराउनका लागि जे कुराको साधन बनाउँछु नि त्यो चाहिँ मेरो प्रविधि।